ल है साथीहरु एकदमै खतरा ठुलो संख्यामा निकै राम्रो संख्यामा मौरी चाहिँ छुटेर यहाँनिर गोठको छानामा बसेको छ। यसलाई हामी अब समाएर लगाउन आँटेका छौं। एकदमै राम्रो मौरीको संख्या चाहिँ लगभग एक पाथी भन्दा ज्यादा एक पाथी चाहिँ छ। फेरि एकदम भाले कम छ, भाले खासै देखिदैन। कर्मी मौरीको संख्या चाहिँ हिँडेको छ है छुटिएर। मसिनो खालको छ फेरि। हजुर यो एकदमै राम्रो मेहनती मौरी। अरु चाहिँ डन्ठे छ, यो चाहिँ मसिनो। ल मौरीको धनी चाहिँ यता हुनुहुन्छ। तपाईं क्यामेराम्यान म सोर्छु। खिचिराखेको छ माथि हो यसरी समाउनुस्। तपाईं चाहिँ चिल्छ कि बा तपाईलाई रिसा हुन्छ। हजुर म त भाग्नु। अब हामी चाहिँ कता थिजी पठाउनु हुन्छ कि मौरी समात्न लागेका छौं। यहाँ स्वार्मिङ ब्यागको डोरी मिलाउँदै छु म। भइराछ। अब टक्क हाम्रो यो स्वार्मिङ ब्यागको मुखलाई खुल्ला गर्ने। मुखलाई खुल्ला गरेपछि एकदम ठुलो राम्रो संख्यामा छुटेको छ मौरी। त्यो कारणले यहाँनिर अलिकति सोर्नको लागि चाहिँ भइराछ। दोबारा निक्लियो। अब हाम्रो मौरीलाई यसरी स्वार्मिङ ब्याग चाहिँ उदोमन्टे बनाउने। स्वार्मिङ ब्यागलाई यसरी उदोमन्टे बनाएपछि मौरी सबै उँभो सर्छ। जानु त के तपाईँ कसरी मौरी धेरै भएकोले यहाँ सर्न टाइम लागिरहेछ। यहाँ एउटा लट्ठी राखेर स्वार्मिङ ब्यागको डोरी यहाँनिर घुमाउने र रानी हेर्ने। अब यहाँ रानी बाहिर छुटेको पनि हुनसक्छ, धेरै छ संख्या। रानी बाहिर भयो भनेदेखि चाहिँ हामी मजाले हेरेर अब मौरी माथि सरिसकेको छ। अब फेरि हामीसँग यहाँ सोर्न मिल्ने मौरी भएको कारणले अझै पनि हामी सोर्नेछौँ।
फेरि हामीले उँधो मन्ते बनाउनु उँधोको त सबै उँभो भयो। अब यसलाई पनि एकचोटि सोर्नुपर्छ यहाँनिर सर्दैछ मौरी चाहिँ यता निकै राम्रो सङ्ख्या छुट्या छ मौरी त्यो भएर यहाँनिर पनि अझै यत्रो मौरी छ अब यो सरेपछि फेरि हामी सोर्ने फेरि हामी यहाँ स्वार्मिङ ब्यागको मुख खुला गर्ने एउटा छिरेर चाहिँ भित्र यसले मलाई बजाउँछ होला अब चाहिँ लगभग हाम्रो मौरी सबै सोर्न मिल्ने जति चाहिँ सोरिसकेको छ अझै पनि हामीले रानी चाहिँ हेर्नुपर्ने हुन्छ बा रानी अझ अब मौरी थोरै भए पनि रानी छुट्न सक्छ त्यो कारणले एउटाले छिडेर दिइसक्यो मलाई गालामा चिल्यो हजुर केमा गालामा दिइसक्यो अर्को पनि पसेको रहेछ ल हौ माया गर्दा गर्दै पनि चिल्छ रहेछ पसेको छ अर्कै पनि पसेको छ पक्रिने त पक्नु चिल्छ पक्नु यसले खासै त चिल्दैन चिल्नु त ए ऊ छैन सुर्का सुर्कन्ते त बिग्रियो फाट्यो च्यातिएको छ अब चाहिँ हाम्रो स्वार्मिङ भिडियो हुँदैन छ हुँदैछ ल अब चाहिँ हामी स्वार्मिङ ब्यागको मुखलाई खुल्ला गर्ने खुल्ला गरेर अब यसलाई थोरै फोल्ड गर्ने फोल्ड गर्नु त्यहाँको रोकिँदो हो नि त त्यहाँ यसलाई यसरी फोल्ड गरेपछि अब चाहिँ हामी मौरीलाई उडाइदिने
सबै मौरी चाहिँ यहाँबाट मुनिबाट पस्दैछ यो उडाइदिएको मौरीहरू चाहिँ यताको चाहिँ पस्नु पाएन सेक्सन ल एकदमै राम्रो मौरी चाहिँ त्यसलाई चाहिँ हामीले समातिसकेका छौँ सट्टट्ट पस्दैछ भित्र बाहिर भएको चाहिँ यसरी सानो एउटा स्याउलाहरूले उडाइदिने अब यसलाई फेरि उदो गरेर उडाइदिनेछौँ यहाँ मुनिबाट पस्छ स्याउले राम्रो भएन पर्सिदेखि गर्ने हामीले हजुर हामीले आज मङ्गलबार भोलि बुधबार पर्सिदेखि ऊ के लगाउनु नि तार तार छ मसँग छ त्यो चाहिँ चाहियो प्लाइ हजुर ल एकछिन हामी परतिर बसेर गरौँ एकछिन रुगौँ त्यतिखेर हामी चाहिँ अब यहाँ अघि समातेको मौरीलाई चाहिँ आधुनिक घारमा लगाउन लागिराखेका छौँ यो चाहिँ परम्परागत घारबाट छुटेर समातेको मौरी हो अब चाहिँ हामी आधुनिक घारमा यसलाई लगाउँदैछौँ यो स्वार्मिङ ब्यागको मुखलाई खोल्दैछौँ डोरीलाई यो डोरी खोलेर बिस्तारै डोरी खोल्ने डोरी खोलेर यसको मुखलाई खुल्ला गर्ने खुल्ला गरेपछि अब बिस्तारै यसलाई यहाँनिर ल्याउने अब यो स्वार्मिङ ब्यागको स्वार्मिङ ब्यागलाई चाहिँ यहाँनिर यो घारलाई छोपिदिने यसरी र प्रवेशद्वार पनि थोरै समयको लागि चाहिँ छोप्नुपर्ने हुन्छ स्वार्मिङ यहाँनिर समाइदिनुहोस् त डोरी के अरे प्रवेशद्वारलाई छोप्नको लागि हाम्रो यहाँ प्रवेशद्वार छोप्नको लागि चाहिँ केही समय यो चाहिँ केही थोरै समयको लागि हो यो कागज प्रयोग गर्दैछौँ अब हामी यहाँनिर स्वार्मिङ ब्यागको मौरीलाई चाहिँ अब हाल्दैछौँ छोडिदिनुहोस् ल हेर्नुहोस् मौरी यस्तो धेरै छ अब यो हाम्रो ढक्कनको पुवालबाट मौरी सबै भित्र सर्छ तल्लो खण्ड नि झरेर टोक्छ पस्दैछ निस्किन्छ कपडाबाट अलिअलि त निस्किहाल्छ तर केही फरक पर्दैन ढाक्दैन धेरै के मौरी पनि मौरी एकदमै राम्रो सङ्ख्या छ अब हामीले यहाँको प्रवेश पुवाललाई पनि हामीले
खोलिदिने अब चाहिँ अब त्यहाँबाट पनि भित्र पस्छ सघा कम्ती पस्यो मौरी एकदमै धेरै छ एक पाथी जति नै छ त्यही भएर यो मौरीले एकदम राम्रो काम पनि गर्छ सरर पस्दैछ झुन्डाउन पस्यो होइन यहाँ चामलको के कति छ मजाले सरर पस्दैछ सर्दैछ भित्र यहाँनिर पनि प्रवेशद्वारबाट भित्र पस्ने क्रम अब जारी हुन्छ एकछिन लगभग यो मौरी धेरै जस्तो पसिसकेपछि चाहिँ हामीले अनि खोलेर उडाइदिनु पर्ने हुन्छ अब चाहिँ यहाँ देख्नुहुन्छ लगभग रानीभित्र छिर्यो होला अब यो इनर कभरलाई हामीले थोरै पेलेर यहाँ पनि खुला गरिदिन सक्छ अब यहाँबाट पनि पस्छ है यिनीहरू
यस्तै छ है सकट चलाइदियो भने छिटो पर्छ पिरमा बोकेर ल्याएर खुट्टामासम्म चाहिँ छोडे पो छोड्दैन त्यसले यो गुँडबाटै लिएर आएको रहेछ त्यसले गुँडबाटै यो किरा बोकेर आएको रहेछ हो खुट्टा झुन्डेर आएको किरा त्यसले चाहिँ कुदो खाने यो मौरीको साथी भन्छ कसैले चाहिँ तर के साथी हुन्छ यो रोगै हो यो किरा समयको एउटा यतापट्टि मौरी पोका परेछ बिस्तारै हल्का हात गरेर यसलाई उडाइदिने अथवा यहाँनिर लिएर उडाइदिने मौरी त धेरै छ त्यही होसमा कालपोके पनि छ कालपोके अलिअलि मात्रै हो खासै धेरै होइन अब यो त यिनीहरूलाई लखेट्छ तेरो काम छैन भनेर अब तान्दै तान्दै भुइँभरि लडी झर्छ कुखुराले पनि खाँदा खाँदा काबु भएको होला यो चाहिँ खाँदैन चिल्ने चाहिँ कालीपोके चाहिँ खान्छ लडी झर्छ हजुर हाँस र कुखुराले हाम्रो हाँसले छानी छानी खान्छ यतापट्टि पोका पर्दैछ मौरी एकदमै राम्रो सङ्ख्यामा छ त्यो कारणले यहाँ प्रवेश गर्नको लागि चाहिँ यिनीहरूलाई धेरै समय लागिरहेछ थोरै मौरीहरू त एकैछिन पसिजान्छ है यो धेरै सङ्ख्यामा छ त्यो कारणले यिनीहरूलाई अलिकति टाइम लाग्यो यसरी हामीले चाहिँ हातले यिनीहरूलाई चलाइदिउँ भने छिटो पस्छ है यिनीहरूलाई हातले चलाइदिने यतापट्टि पनि हामीले खुल्ला राखेको छ त्यो भएर यताबाट पनि पस्दैछ यसरी हामीले चलाइदिने अब यता पछाडि यसरी अलिअलि च्याप्टेर मऱ्यो अब यो मौरीहरू त पसिसक्यो यताबाट हुनु हजुर अब यो मौरीलाई बिस्तारै सोरेर यहाँबाट छिराउनुपर्छ साथीहरू तपाईहरुलाई यस भिडियो कस्तो लाग्यो यदि मन पर्यो भनेदेखि लाइक गरिदिनु होला र आफ्नो प्रतिक्रिया सुझाव र आफ्नो मनमा लागेको विचारहरू चाहिँ कमेन्टमा लेख्न नछुटाउनु होला।
र तपाईहरुको प्रश्न छ भने पनि कमेन्टमा लेख्नु होला। अनि मेरो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने अहिले नै सब्स्क्राइब गरी बेल आइकनलाई पनि थिचिदिनु होला ताकि मैले बनाउने यस्तै नयाँ भिडियोहरु सबैभन्दा पहिला तपाईले प्राप्त गर्नुहुनेछ। फेरि अर्को भिडियोमा भेटौँला। अहिलेलाई बाइ बाइ।